हजुर अहिले भ्लग नबनाउनु न अनि गीत अस्तिको छोडेर ल हामी कहाँ भन्न त अहिले भन्न त अहिले हेलो हामी चाहिँ प्रमाण जान हो आमाछु परे ओ रानी गाइस हामी चाहिँ भर्खर अङ्गुर किनेर आएको हामी चाहिँ अहिले जाँदैछौँ होइन यस्तो बवाल देखेको छ यहीँबाट ल ल यो त माथि के थियो यस्तो जङ्गलले हाम्रो मामा घरमा जति भने पनि छ क्या नानी यहाँ यता जानुको सट्टा त बरु उतै जान ठिक हुन्छ ए रहेछ फुलबारी गेट फाइनली हामी जाँदैछौँ यहाँ दोस्रो मग्नु रहेछ होइन को भाउ बढेको जमा जो पैदल मारेको ल लाग्यो है त हामी यिनीहरू पाइन्छ वाउ भन्नु अब यहीँ छोडेर आउने क्या अब से नो टु प्लास्टिक म त हिँड्दै सकिनँ मैले न अरूलाई भन्थेँ तर म आफै हिँड्न नसक्ने अवस्था यस्तो मोटे भइसकेको छ यसै हो भने त बरु मामा घर जाँदा ठिक हुन्थ्यो क्या हेलो गाइस कति लामो हेर पसिना भयो चिप्लिदिइरहेको रुखमा बस्नु भएको थियो यत्रो उकालो छ हो कसरी जाने पुरै पसिना भयो बस्यो होइन हजुर स्टिक लिएर अङ्गुर इटिङ भइरहेछ यहाँ यत्रो हिँडेर आयो नुहा हो कि पसिना हो म पसिना कलेक्ट गऱ्यो भने एक जार हुन्छ होला आज आउनु अब गाइस मेरो बहादुर दुईजना मात्र गाइस दुईजना मात्र भन्ने पछाडि रास्ते गाह्रो कति लामो चाहिँ हो कि बाटो भर्खर 1 किलोमिटर सक्यो अघि त यत्रो हिँड्यो है अब कस्तो लागिरहेको छ नि हाइकिङ कि हाइकिङ मजा आइरहेको गर्मी नि भएन पिस खोज्न लाउनेर क्या हाइकिङ पिस भए खुट्टालाई पिस क्या शान्त छ है शान्त छ एकदम शान्त बल्ल अब आउने ठाउँमा आइपुग्यौँ मैं
हूँ छोटा बंदर खटक अनि अब त भाँचिन्छ अनि के फोटो खिच्दिने झर्ने नि अब त्यहाँ ओर्लेर in this jungle. उही यहाँ त कस्तो भयो हिँड्नै नसक्ने ठाउँमा आइपुग्यो हौ सबजना अगाडि गइसक्यो कपाल पुरै पसिना मेरो यस्तो भइसक्यो त बोल्न नि सक्दै छैन गाई हामी के हिँड्दै खाने भनेर है खानेकुरा लिएर आएको हामीले अनि भाइलाई ब्याग बोक्नदेखि धाइनै गएको भनेर नखाएको अनि हामी यति भुका प्यासा राख्ने बानी त धन्नै रहेछ हामीसँग पानी यति खानु छ अब यो अब कतिहरू सिद्धिन्छ थाहा छैन हाम्रो त आज जङ्गल चाहिँ टाढो हुन्छ जस्तो छ कहाँ कति टाढा हो है अब हेर्नु न यस्तो ठाडो उकालो छ बडा हो सर्टकट खोज्न त्यसो पुगिरहेको छ चिप्लिँदैन जाऊ चिप्लिन्छ हो पातमा ब्यालेन्स नै भएको छैन तल जानु निक्क लगाइसक्यो त्यो हुन्छ नि अब हामीले ल्याएको थियो नि त्यो गोलो गोलो चिज भयो त्यो खाएर यति सन्तुष्ट होइन गोलो चिज भएर हामी जानु सक्थ्यो कि यस्तै छ पारा अरू म त यस्तो उकालो त मामा घर जाँदाखेरि मात्र हिँडेको थिएँ कि गाई म त मर्न लागिसक्यो पैसा तिरी उकालो आइरह अरू सित्तैमा मामा घर अब त 500 रुपियाँ रिटर्न पनि आउँथ्यो बिना कामको फोकटको एनर्जी वेस्ट को बोल्दै गइदिन भएन के छ ओ माय गॉड गाइस कहाँ हो सर्टकट भने के जस्तो यस्तो सोच्न जानेको गाइज होइन प्लिज हाइकिङ आउँदाखेरि यसरी बोतलहरू नफालौँ यस्तो दामी ठाउँ छ यसरी बोतल कागजहरू नफालिदिउँ गाइज बाटैभरि मैले बोतल देखेँ गाइज हामी उता तलबाट आएको है देखिँदै छैन होला उता तल घरहरू छ त त्यहाँबाट आएको आमा कति गाह्रो आमा अझै लाग्छ अरे आधी घन्टा सुन्दा धेरै खुसी लाग्यो मैले सिडी देखेर म पागल भएँ सर्टकट यस्तो लिस्ट बनाउनु नि के भन्ने पाइदिनु यता मान्छेहरूले हेर्नु
कतिसम्मको पापी मान्छेहरू हो कि खाएर रुखमा कोच्याछन् हो रुखमा कोच्याछन् प्लास्टिकको खोल्यो त राम्रो मान्छेको त राम्रो अब ओके मनको डोरी तिमीले बल्ल तिम्रै मायामा गाइस त्यो 2 घण्टाबाट भिडियो खिच फोटो खिच मात्र आइरह है अनि म चाहिँ फेरि पागल जसरी उतै तल जान्छु अनि फोटो खिचेर आइदिन्छु के हाम्रो लाली गुराँस स्कुल त यहाँ आएर बसेछ भने admission open for 2082 from PG to grade 9. Welcome to our school. So guys, we are now 1 minute 50 minutes. Only 20 minutes left. So we are in ऊ त्यहाँ माथि रहेछ मैले देखेँ यहाँबाट देखिनँ तर ऊ त्यहाँ माथि रहेछ दिदी हामी त फाइनली आइपुगेको छ धेरै परिश्रम गरेर कम त हिँड्यौँ हामी हिँड्यौँ होला हामी 3 घण्टा जति छ्या अझै रहेछ यार भर्याङ आयो भाइ चाहिँ उता बसिरह भाइ चाहिँ आधी घण्टा अगाडि पुगेर फेरि फर्किरहेको रहेछ अनि हामीले पायो त्यसो घाम आयो बल्ल आयो गुम्बा हामी गाइस हामी काठमाडौँ तलबाट हिँडेर आएको गुम्बा जस्तो होइन नानीको जिद्दीले आइपुग्यौँ हामी अहिले अहिले राम्रो छ उसो हावा आयो मजाको अब यहाँ आए पछाडि लाली गुराँस कस्तो नदेखेको यार यो फोनबाट कति सानो हुँदो रहेछ लाली गुराँस त मैले देखेँ ठुल्ठुलो नि हुन्छ अनि यति टाढाबाट आयौँ गाई तलबाट आमा उही हामी यत्रो हिँड्यो है यस्तो ठाउँ रहेछ मिठो चटपटे बनाएर खान लाइरहेको छौँ गाइस आन्टीले मलाई दियो अब हामी त्यहाँ माथि पनि चढ्नै बाँकी छ तर चढ्दैछ भाइ चाहिँ 2 चोटि ओरुदोरो गरेर फर्केको एकछिन चटपटाइ गाई चटपटे 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 जाऊ जाऊ मोबाइल बन्द गर्नु त यस्तो भ्लगको लागि गाई चाहिँ है आयो
चाहिँ हामी जानु लाग्यो मेरो अब चार्ज नै छैन फोनमा सो अब हामी तल झरेको भाइ तल झरिसक्यो पानी खाएर ऊ पनि तल झरिसक्यो ल म पनि झरेँ भाग्ने मात्र काम हो है ल हामी अब आधी घन्टामा पुगेन भने गेट सेट पुरै लगाइदिन्छ कति बज्यो खै थाहा भएन गेट सेट पुरै लगाइदिन्छ गाइस हामी आउन 2 घन्टा लाग्यो अब जान आधी घन्टामा जान्छ 2 घन्टा रे 3 घन्टा अब कसरी आधी घन्टामा जाने खै तिम्रै माया लाग्छ सोल्टिना ओ माई गड मेरो खुट्टा डान्स हानिरह मेरो खुट्टाले औँलाले सर्ट ओ दिदी अहिलेसम्म त्यो उनी आहा तल देखेकै होइन राम्रोसँग हाम्रो भ्लग चाहिँ अब लगभग इन हुन्छ होला किन भन्दाखेरि मोबाइलमा फोन मतलब मोबाइलमा चार्ज नै छैन त्यही भएर गाइज हामी चाहिँ अब बस बाटा गएर निक्लिँदाखेरि क्लिप बनाउँछौँ त्यति वी आर सो टायर्ड यस बाई बाई पानी पर्यो हामी पानीमा ओ गड पानी पर्यो यस्तो मजा आइरहेछ हामी हिँड्दैछौँ तर अब यो नै लास्ट भिडियो हुन्छ होला फोनमा 5% चार्ज भयो अब म भिडियो गर्दिनँ थ्याङ्क्स फर वाचिङ मैले खोजेको जस्तो वेदर बल्ल भयो आम्ना मेरो मुटु हाँसिरह ओ सो ह्याप्पी सो आई एम टु हेर्नु न त्यो भ्यू ल एकछिन म पछाडिको ब्याकग्राउन्ड देखाउँछु त्यसपछि थ्याङ्क यू गाइज फर वाचिङ ल गाइज यो पानी परेको भाइ अगाडि हिँड्दैछ म पछाडि हिँड्दैछु ल बहुत चिप्लिन्छ ल बाई बाई